नमस्कार साथीहरू, लोकसेवा पाठशाला युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज हामी शाखा अधिकृतको तृतीय पत्रको लागि उपयोगी हुने सामग्री तथा अन्य विभिन्न सेवा समूहका पदहरुलाई उपयोगी हुने समसामयिक विषयवस्तुको बारेमा छलफल गर्न गइरहेको छौं र यो टपिक रहेको छ सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टमा नेपाल भन्ने टपिकलाई राखेर आजको विषयवस्तुलाई तयार गरिएको छ। र सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टमा नेपाल सन् 2024 को तथ्याङ्क भनेरलाई प्रस्तुत गरिएको छ। यो सम्पत्ति शुद्धिकरण सम्बन्धी एफएटीएफ फाइनान्शियल एक्सन टास्क फोर्स भन्ने संस्थाले हेर्ने विषयमा नेपालले चाहिँ 2024 मै ग्रे लिस्टमा चाहिँ परेको छ। यो चाहिँ ब्ल्याक लिस्ट मा पर्नुभन्दा अगाडि चाहिँ सचेत गराएर एकचोटि सचेतनाको लागि सचेत हुनको लागि दिएको चाहिँ यो चेतावनी पनि हो। यो विषय चाहिँ फ्रान्सको पेरिसमा प्रधान कार्यालय रहेको फाइनान्शियल एक्सन टास्क फोर्सले हेर्छ, जस सम्बन्धमा केही जानकारीहरू यहाँ प्रस्तुत गरिएको छ। यो एफएटीएफ को स्थापना सन् 1989 मा फ्रान्समा भएको हो र यसमा विभिन्न 9 वटा समूहहरू रहेका छन्। यसको एसिया पेसिफिक ग्रुपले चाहिँ नेपाललाई लगायत अन्य एसियाका मुलुकहरूलाई हेर्ने गर्दछ र यसमा नेपाल सदस्य भएको चाहिँ सन् 2002 मा हो र यो नेपालको मूल्याङ्कन हुन थालेको सन् 2005 बाट हो र हालसम्म 2005, 2010 र 2023 मा चाहिँ नेपालको मूल्याङ्कन भइसकेको छ। र यस एफएटीएफ को स्थापना कसरी भयो भन्ने यसको पृष्ठभूमि सम्बन्धमा चाहिँ सन् 1970 र 80 को दशकमा युरोप अमेरिकामा आपराधिक गतिविधि बढ्न गई मानव तस्कर, लागु औषध लगायतमा संलग्नहरूले राजनीतिक कर्मीहरूमा लगानी गरेर सत्तामा पठाउन थाले, जसको नियन्त्रणका निम्ति चाहिँ अन्तर्राष्ट्रिय स्तरमा कानुन निर्माण भयो र सन् 1989 मा एफएटीएफ को स्थापना भयो। र एफएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई देखाएको दुई भागमा विभाजन गरेर चाहिँ हेर्ने गर्दछ भन्ने छ। यसमा चाहिँ प्रभावकारिता सम्बन्धी 11 वटा सूचक र प्राविधिक तर्फका 40 वटा सूचक इफेक्टिभनेस र टेक्निकलका गरेर चाहिँ एफएटीएफले मूल्याङ्कन गर्ने गर्छ। र मुख्यतः एफएटीएफ को स्थापना चाहिँ दोस्रो विश्वयुद्ध पछाडि चाहिँ दोस्रो विश्वयुद्धको अन्त्य भए पछाडि चाहिँ युरोप र अमेरिका लगायतका मुलुकहरूमा चाहिँ लागु औषध र मानव तस्करको एउटा ठूलो चाहिँ सञ्जाल विस्तार भएको थियो र यस सञ्जालमा संलग्न भएका व्यक्तिहरूले चाहिँ रकम खर्च गरेर चाहिँ राजनीतिमा लगानी गरेर चाहिँ खराब प्रवृत्तिका यस्ता तस्करी, लागु औषध व्यापारमा संलग्न भएका व्यक्तिहरूलाई राजनीतिमा पठाउन थालेर देशको शासन सत्तालाई नै कब्जा गर्ने किसिमको स्थिति सिर्जना भएपछि यसलाई रोक्नुपर्छ भन्ने हेतुका साथ सन् 1989 मा चाहिँ एफएटीएफ को स्थापना भएको हो र यसले मूल्याङ्कन गर्ने विषयहरू चाहिँ प्रभावकारिता सम्बन्धी 11 वटा सूचक र प्राविधिक तर्फका 40 वटा सूचकहरू रहेका छन्। प्रभावकारिता तर्फका 11 सूचक अन्तर्गत विभिन्न 11 मापदण्ड भएको प्रगतिलाई 4 प्रकारमा विभाजन गरिन्छ। यसमा चाहिँ हाई पूर्ण, सब्स्टेन्शियल पर्याप्त मात्रामा भएको, मोडरेट मध्यम र लो न्यून गरी 4 भागमा विभाजन गरेर चाहिँ मूल्याङ्कन गर्ने गरिन्छ। नेपालले यस 11 सूचकमा प्राप्त गरेको अङ्क 4 वटामा मोडरेट र 7 वटा सूचकमा चाहिँ नेपालले 2024 मा भएको 23 मा भएको मूल्याङ्कनमा चाहिँ मोडरेट र 7 वटामा लो अङ्क प्राप्त गरेको थियो। र ग्रे लिस्टबाट जोगिनलाई चाहिँ कम्तीमा पनि 3 वटामा हाई वा सब्स्टेन्शियल रेटिङ प्राप्त गर्नुपर्ने थियो। प्राविधिक परिपालना तर्फका सूचकलाई त्यसैगरी 4 भागमा विभाजन गरिएको छ। यसमा एउटामा कम्प्लायन्स सी परिपालना भएको, अर्कोमा लार्जली कम्प्लायन्स एलसी धेरै परिपालना भएको, आंशिक परिपालना भएको पार्शियली कम्प्लायन्स एनसी र परिपालना नभएको नन कम्प्लायन्स भनेर यसलाई 4 वटा समूहमा विभाजन गरिएको छ। र नेपालले सन् 2024 जुनसम्ममा पाएको रेट चाहिँ 5 वटामा सी, 23 वटामा एलसी, 11 वटामा पीसी र 1 वटामा एनसी प्राप्त गरेको थियो। यो चाहिँ प्राविधिक तर्फको मूल्याङ्कन हो। र यसबाट चाहिँ नेपालले ग्रे लिस्टबाट जोगिन चाहिँ यस समूहमा भएका जुन प्राविधिक तर्फका 40 वटा समूह छन् त्यसमा भएको कम्तीमा 21 वटामा सी वा एलसी पाउनु पर्ने थियो। 28 वटामा यस्तो रेटिङ पाएको, तर 2024 को फलोअप रिपोर्टले प्रभावकारिता सम्बन्धमा पुनः मूल्याङ्कन गरेको चाहिँ थिएन भन्ने कुरो छ। त्यसपछि नेपालमा चाहिँ ग्रे लिस्टमा पर्नुको पृष्ठभूमि चाहिँ के हो त, कसरी नेपाल चाहिँ ग्रे लिस्टमा पर्यो त भन्दाखेरि एपीजी एसिया पेसिफिक ग्रुपले प्रतिवेदन निकालेपछि सन् 2023 को सेप्टेम्बरमा नै नेपाललाई एफएटीएफले सूक्ष्म निगरानीमा चाहिँ राखेको थियो। पारस्परिक मूल्याङ्कन प्रतिवेदन अन्य सदस्य देशहरूलाई अध्ययनका लागि पठाउँदै 1 वर्षका लागि सुधारको मौका पनि दिएको थियो। यो समय गत सेप्टेम्बर 2024 को सेप्टेम्बरमा नै सकिएको थियो र यस अवधिमा पनि सुधार गर्न नसकेपछि चाहिँ नेपाल ग्रे लिस्टमा परेको हो। त्यस्तै
एपीजीको पारस्परिक मूल्याङ्कनले प्रश्न उठाएका क्षेत्रहरू चाहिँ नेपाललाई ग्रे लिस्टमा पर्नुभन्दा अगाडि चाहिँ दिआएको क्षेत्रमा चाहिँ नेपालमा समस्या रहेको छ भनेर चाहिँ यसले ग्रे लिस्टमा नेपाललाई समावेश गर्नलाई सिफारिस गरी एफएटिएफले चाहिँ नेपाललाई ग्रे लिस्टमा समावेश गरेको थियो। त्यस अन्तर्गत नेपाल राष्ट्र ब्याङ्कभित्र रहेको वित्तीय सूचना इकाइ एफआइयुमा हुने रिपोर्टिङ बैङ्क तथा वित्तीय संस्थाले एफआइयुमा रिपोर्टिङ गर्ने भए पनि त्यसमा सुधार हुन आवश्यक रहेको छ भनेर यहाँ रिपोर्टिङमै समस्या देखाएको छ। त्यसपछि अर्को भनेको गैर बैङ्किङ व्यवसायमा संलग्न र अन्य पेसाकर्मीहरूको वित्तीय जानकारी इकाइमा रिपोर्टिङ गर्ने गरेको छैन भन्ने छ। गैर ब्याङ्किङ व्यवसायमा संलग्न र अन्य पेसाकर्मीहरूले चाहिँ गर्ने वित्तीय कारोबारहरूको जानकारी रिपोर्टिङमा समावेश छैन। त्यसै गरी सम्पत्ति शुद्धिकरण विभागले गर्ने अनुसन्धानमाथि प्रश्न उठाइएको छ। अनुसन्धान चाहिँ जोखिमसँग मेल नखाएको भन्ने मुख्य चाहिँ यसको कुरा रहेको छ। त्यसै गरी सम्पत्ति शुद्धिकरण सम्बन्धी सुपरिवेशन प्रणालीमा प्रश्न उठाइएको छ। वाणिज्य ब्याङ्कमा प्रणाली सन् 2001बाट सुरु भएको यो सुपरिवेशन प्रणाली चाहिँ 2001बाट सुरु भए पनि अन्य वित्तीय संस्थाहरूमा उक्त व्यवस्था प्रारम्भिक चरणमा मात्रै रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। त्यसै गरी नेपालको आतंकवादमा वित्तीय लगानी पहिचान गर्ने क्षमता कमजोर रहेको छ भन्ने कुरो छ। त्यसै गरी नेपालले बृहत प्रति आतंकवाद रणनीतिमा आतंकवादमा हुने वित्तीय लगानीलाई चाहिँ समावेश गरेको छैन। यो रणनीति तयार गर्दा यो समावेश हुनु पर्थ्यो भन्ने कुरो छ। त्यसै गरी अर्को चाहिँ कार्यगत तहमा समन्वयको अभाव रहेको छ। आतंकवादसँग सम्बन्धित आन्तरिक राजनीतिक गतिविधिलाई पनि आतंकवादमा वित्तीय लगानीको मान्यता दिएको छैन भन्ने जस्ता प्रश्नहरू उठाएर चाहिँ नेपाललाई ग्रे लिस्टमा समावेश गरेको थियो। र अर्को नेपाल ग्रे लिस्टमा पर्दा के असर पर्छ त भन्ने विषयमा छ। नेपाल ग्रे लिस्टमा पर्दाखेरि पर्ने असरहरूमा मुख्यतः आर्थिक सामाजिक विकासका क्षेत्रदेखि प्रत्येक नेपालीको भान्सासम्म नै असर गर्न सक्छ। यसलाई चाहिँ हामीले यसरी यो बुदामा उल्लेख गर्दै हेर्न सक्छौँ। नागरिकले गर्ने अन्तर्राष्ट्रिय कारोबारमा अप्ठ्यारो पर्ने, मुलुकले आयात निर्यात गर्दा नियमितभन्दा धेरै दस्तावेज बुझाउनु पर्ने, विदेशमा खाता खोल्न समस्या हुन सक्ने, नेपालमा लगानी भित्र्याउने सन्दर्भमा समस्या पर्न सक्ने, नागरिकले गर्ने कारोबारको समय र लागत बढ्ने भन्ने छ। त्यसै गरी विकासशील मुलुकमा स्तरोन्नति हुँदै गरेको र विश्व परिस्थिति पनि नेपाल अनुकूल नभएको अवस्थामा थप लगानी र स्तरोन्नतिको गतिमा असर पर्न सक्ने, विदेशमा रहेका नेपालीले रेमिटेन्स पठाउँदा शुल्क बढी लाग्न सक्ने, अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुन सक्ने र एलसी खोल्ने लेटर अफ क्रेडिट खोल्ने विषयमा चाहिँ अन्तर्राष्ट्रिय स्तरका कतिपय एजेन्सीले विश्वास नमान्न सक्ने, न्यून वैदेशिक लगानी आइरहेको स्थितिमा यस लिस्टका कारण वैदेशिक लगानी घट्न सक्ने, एफएटिएफको ग्रे लिस्टमा पर्दा आर्थिक वित्तीय कूटनीतिक लगायत क्षेत्रमा मात्र नभएर जनताको घर घरमा दात्री निकायले दिने अनुदान मात्रै नभएर सहुलियतपूर्ण कर्जा पनि प्रभावित बन्न सक्छ भन्ने छ। नेपालको बजेटको हिस्सामा पनि अनुदानहरू समावेश भएको हुन्छ। दात्री निकायले दिने सहुलियतपूर्ण ऋणहरू समावेश हुन्छ। एफएटिएफले ग्रे लिस्टमा राखिसकेपछि चाहिँ त्यस्ता खालका अनुदानहरू पनि र सहुलियतपूर्ण कर्जा पनि नेपालले प्राप्त नगर्ने हो कि भन्ने चाहिँ एउटा असरको क्षेत्रमा रहेको छ। त्यसै गरी कम विकसित मुलुकबाट माथि निस्किन खोज्ने र केही प्रगति गरौँ भन्ने चाहना राख्ने नेपाल जस्तोको देशका लागि यो लिस्टमा पर्नु एक किसिमको विकासको लागि वज्रपातै हो। नेपाली विद्यार्थीहरूले विदेशका राम्रा विश्वविद्यालयमा छात्रवृत्ति पाइरहेका हुन्छन्। अब त्यो अवसर पनि ग्रे लिस्टमा पर्नाले घट्न सक्छ, किनभने देशको आर्थिक स्थिति नै तपाईँको आतंकवादमा वित्तीय लगानी भइरहेछ, मुलुकको चाहिँ समग्र अवस्था चाहिँ एफएटिएफले गर्ने मूल्याङ्कनमा खराब छ भन्दाखेरि चाहिँ अब त्यो देशका नागरिकहरूलाई यस्तो खालको ठुल्ठुला विश्वविद्यालयहरूले चाहिँ छात्रवृत्ति नदिने हुन पनि सक्छ। त्यसै गरी तोकिएको समयमा सुधार हुन नसकेमा नेपाल कालो सूचीमा पर्छ र यो अवस्था चाहिँ एकदमै घातक हुन सक्छ भन्ने पनि यसका असर अन्तर्गत रहेका छन्। र असरको चक्रमा हामीले परीक्षामा लेख्न सक्ने खालका 2-4वटा बुदाहरूमा हामीले यसरी समावेश गर्न सक्छौँ। वर्ल्ड ब्याङ्क एडिबी आदिले पर्यवेक्षण गर्छन्, लगानी गर्ने सम्भावित जोखिमपूर्ण ठाउँको रूपमा व्यवहार गर्न थाल्छन् र वर्ल्ड ब्याङ्क एडिबीहरूले पनि पर्यवेक्षण गर्ने भन्नाले चाहिँ नेपालले गरेको कारोबारहरूमा प्रत्यक्ष निगरानी राख्न सक्छन् र लगानी गर्ने सम्भावित जोखिमपूर्ण ठाउँको रूपमा व्यवहार गर्न थाल्छन्। त्यसै गरी बाह्य लगानीकर्ताले लगानी गर्न छोड्छन्, नेपालले बाह्य लगानीको अभाव महसुस गर्न थाल्छ र आर्थिक र व्यापार कारोबारमा थप मन्दी छाउँछ। आन्तरिक राजस्वबाट मात्रै नेपालले चाहिँ निर्वाह गर्नुपर्ने हुन्छ भन्ने पनि छ कुरो। अर्को चाहिँ अब सुधार यसलाई कसरी गर्न सकिन्छ त भन्दाखेरि राजनीतिक रूपमा पहिचान भएकाहरूमाथि ज्यादा निगरानी राख्ने। नेपाल प्रहरीको चाहिँ पछिल्लो तथ्याङ्क अनुसार चाहिँ अपराधको 2/3 हिस्सा चाहिँ आर्थिक अपराधले ओगटेको छ र यसरी हुने अपराधमा राजनीतिक रूपमा पहिचान भएकाहरूमाथि चाहिँ अझै धेरै निगरानी राखेर चाहिँ यसलाई सुधार गर्न सकिन्छ। सम्पत्ति शुद्धिकरणका मुद्दा नगण्य मात्रामा छन्। यी मुद्दाहरूलाई चाहिँ सतहमा ल्याएर चाहिँ
सम्पत्ति शुद्धिकरणको विषयलाई थप चासो चर्चा र न्यायिक निरूपणमा लानुपर्ने चाहिँ लान सकियो भने चाहिँ यसले सुधार दिन सक्छ। त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिआइएले दर्ता गर्ने वार्षिक 500 मुद्दामा 10% भ्रष्टाचारबाट आर्जित सम्पत्ति लुकाउने, शुद्धिकरण गर्ने र व्यवस्थापन गर्ने कार्यसँग सम्बन्धित छ र यो क्षेत्रमा पनि सुधार गर्नुपर्ने देखिन्छ। अनुगमन र मूल्याङ्कनको पाटो अत्यन्तै कमजोर रहेको छ, यसलाई सुधार गर्नुपर्छ भन्ने छ। र रकम कहाँबाट आयो र वास्तविक लगानीकर्ता को हो भन्ने पहिचान गर्न चाहिँ नेपालले नसकिरहेको स्थिति छ। यो अनुगमन र मूल्याङ्कनको पाटो चाहिँ राजस्व न्यायाधिकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायतले चाहिँ यसको रकमको स्रोत र वास्तविक लगानीकर्ताको खोजी गर्न सकेमा चाहिँ यो सुधार हुन सक्छ भन्ने छ। त्यसैगरी हामीले यो अनुगमन र मूल्याङ्कनकै विषयमा उदाहरणको लागि हेर्ने हो भने हेलम्बुमा मकै छर्ने किसानलाई राजस्व अनुसन्धानले कुनै बेला मुद्दा चलाएको थियो भन्ने छ। यो उदाहरणको रूपमा राखिएको हो। तराई र काभ्रेको इन्द्रावती किनारका सोझा मानिसहरू राजस्व छलीमा परेका थिए र यो भन्नुको मतलब चाहिँ हामीले मसिया बनेर जसलाई चाहिँ माध्यमको रूपमा प्रयोग गरिएको हुन्छ नेपालले अनुसन्धान गर्दाखेरि त्यही व्यक्तिसम्म मात्रै पुग्ने र बाँकी व्यक्तिहरू वास्तविक लगानीकर्तासम्म चाहिँ नपुग्नु चाहिँ एउटा मुख्य समस्याको रूपमा रहेको छ। त्यसैगरी यसको समस्या चाहिँ के हो त भन्दा उनीहरूको कागज प्रयोग गरेर कसले अपराध गरिरहेको छ भन्ने मामिलामा राज्य संयन्त्र चाहिँ चुकेको देखिन्छ र एपिजीको यस प्रकृतिको निष्कर्ष मुख्यतः आतंकवादमा वित्तीय लगानीबाट सुरु भएको हो। नेपालको राजनीतिक, सांस्कृतिक र निर्वाचन प्रणालीमा पनि शुद्धिकरण आवश्यक छ। उम्मेदवार निर्वाचन भएपछि उनीहरू अपराधमा संलग्न भएको पत्तो पाउने अवस्था छ। निर्वाचन आयोग पनि यस विषयमा कमजोर भएको देखिन्छ, उनीहरूमाथि व्यवस्थित ट्र्याक गर्न सकेको छैन भन्ने चाहिँ एपिजीको निष्कर्ष रहेको छ। र यो चाहिँ नेपालमा चाहिँ राजनीतिकर्मीहरू चुनावमा लड्ने, चुनावमा चाहिँ निर्वाचित हुने र निर्वाचित भएर संसदबाट गइसकेपछि चाहिँ पुराना वर्षहरूको चाहिँ मुद्दा चल्ने स्थिति रहेको छ र यसमा चाहिँ निर्वाचन आयोगले त्यो व्यक्तिको बारेमा समयमै ट्र्याक गर्न नसकेको स्थिति चाहिँ रहेको छ र यसलाई सुधार गर्नुपर्छ भन्ने चाहिँ एपिजीको निष्कर्ष रहेको छ। र त्यसैगरी लेखनसिपका लागि हामीले आतंकवादबाट वित्तीय लगानीका विषयमा लेख्नका लागि उपयोगी हुने दुईटा चाहिँ बुदाहरू तयार गरिएको छ। यसमा अपराधबाट लाभ लिनेहरूले कमजोर निकायहरूकै छिद्रको फाइदा लिने गर्छन् भन्ने छ। यो भन्नुको मतलब चाहिँ अपराध गरिसकेपछि अपराध गर्नेहरूले राज्यको चाहिँ जुन निकाय चाहिँ कमजोर छ त्यसैको छिद्रको फाइदा लिएर चाहिँ अपराध गर्ने गर्छन् र अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणले अवैध सम्पत्ति चोख्याउने काम भइरहेको छ। सम्पत्ति शुद्धिकरणमा चाहिँ यो एफएटिएफको स्थापनाको पृष्ठभूमि जस्तै अपराधको राजनीतिकरण र राजनीति गरिसकेपछि अपराधी राजनीतिमा जाने र राजनीति गरेर फेरि अपराधबाट आएको रकमलाई चाहिँ चोख्याउने कामले चाहिँ नेपाल ग्रे लिस्टमा पर्ने स्थिति सिर्जना भएको हो र योलाई हामीले समस्याको रूपमा उल्लेख गरेको छौँ। र आजको लागि सम्पत्ति शुद्धिकरण सम्बन्धमा ग्रे लिस्टमा नेपाल भन्ने टपिकमा आजको प्रस्तुति यति नै रहेको थियो। यो युट्युब च्यानललाई लाइक, सब्सक्राइब गरिदिनु होला। हस्, धन्यवाद।